हेलो एभ्रिवान, गुड मर्निङ अनि वेलकम छ मेरो मिनी भ्लगमा चाहिँ हैन। अनि सन्चै हुनुहुन्छ होला तपाईहरु। अनि हामी पनि सन्चै छौँ। आज चाहिँ हामी एकछिन लन्डनतिर जाने भनेर निक्लिँदैछौँ। अनि हामी चाहिँ सटबडीदेखि हो, मम्मीहरू चाहिँ साउथ एरियाबाट आउनु हुँदैछ। अनि त्यही भएर एकछिन बस्यौँ। हामी चाहिँ अघि रेडी भएको कि हुनु चाहिँ, तर पनि एकछिन टिकटक बनाएँ। अनि त्यस पछाडिबाट अलिकति सो लेट भयो। अनि हामी चाहिँ कुदेछौँ, अलिकति हामीलाई हतार छ। अनि यहाँ चाहिँ अब समर आइसक्यो। यहाँ चाहिँ यो के भन्छ, आरु बखरा भन्छ कि, यहाँ चाहिँ फुल्दैछ। त्यही भएर आज चाहिँ हामी अब कहाँ जान्छौँ त्यो चाहिँ अहिले म भन्दिनँ है। एक्ज्याक्टली चाहिँ मलाई पनि थाहा छैन। अब जाँदा फेरि कहाँ हुन्छ है। अब हिँड्नु चाहिँ हामी दुई ठाउँ जाँदैछौँ। मम्मीहरू चाहिँ हिँडिसक्नु भयो अरे। अनि त्यही भएर मेरो चाहिँ ग्लास छुट्यो। म चाहिँ आज यतिकै नलगाए नै ठिक छ, त्यही पनि। अनि हामी चाहिँ सटबडी टाउन कुद्दैछौँ। अब 2 स्टप मात्रै छ नि त, त्यही भएर आजको वेदर एकदमै धेरै राम्रो छ। जाडो पनि हुने रहेछ, अलिअलि हावा पनि चलिरहेछ। मैले त आज स्कार्फ बोकेन। हाम्रो ट्रेन स्टेसन चाहिँ यो हो। अनि हामी चाहिँ अब यहाँबाट सुक्क चढेर जाने हो। मेरो साँच्ची टप्पमा पैसा पनि कति छ थाहा छैन, पुग्छ होला कि। अब यता हो मेरो, उता चाहिँ पर चाहिँ जोन 2 देखि 4 सम्म मात्रै छ। 2 मिनटमा हामी वे आउट हुँदैछौँ। हामी लिफ्टमा छौँ। यतापट्टि बस्नु न, हिँडेर जानु पाइन्छ। हामी चाहिँ लिफ्टबाट जाँदैछौँ। लिफ्ट चाहिँ धेरै लामो छ है यो लिफ्ट चाहिँ। एकदमै अन्डरग्राउन्डमा चाहिँ हामी चाहिँ निक्लिँदैछौँ। अन्डरग्राउन्ड अब चाहिँ हामी टक्कसँगले हामी चाहिँ अब बकिङहम प्यालेस। सबै कहाँ हिँडेको? अब उनीहरू सरासरी हिँडिसक्यो। बकिङहम प्यालेस जाने हो क्या हामी? यता देखाएको छ यतै। हामी यो ठाउँ जाने हो क्या? बकिङहम प्यालेस। अनि यो चाहिँ हाम्रो ट्रेन हेरेर हिँड्ने हो है। ट्रेनको नोटिस हो। हाम्रो वे चाहिँ यता छ। अब यहाँ त कतिवटा बाटो छ, यो ठुलो सानो हो। अनि त्यही भएर हामी चाहिँ अब हाम्रो वे चाहिँ यता हो। अनि हामी चाहिँ यता लाग्यौँ। एकदम राम्रो छ आजको वेदर पनि टक्कसँगले। ल अब टक्कसँगले हेर्नुहोस्, यता चाहिँ हामी आइपुग्यौँ। यस्तो छ यताको दृश्य। टक्कसँगले घाम तापेर बसिरहन्छ सबैजना चाहिँ। बनाइदिनु भयो अनि त भुत्लाले वाउ
आज चाहिँ एकदम रमाइलो दिन हुने भयो हाम्रो। एकदम ठुलो छ यो चाहिँ बकिङहम प्यालेस, रानीको दरबार हो यो चाहिँ। हामी जाँदैछौँ, यस्तो छ है त। अनि तपाईँलाई चाहिँ आज कस्तो लागिरहेछ त मेरो बुढो? अनि कस्तो ठाउँमा बस्दो रहेछ त होइन यो लन्डनको नानी? हेर्नु न यता चाहिँ भनेको कस्तो छ नि त यहाँ। अब त्यही हो है, नजिकिँदैछ हामी। अब यस्तै हो, समर आयो अनि अब यस्तै हुन्छ, पार्कभरि मान्छे हुन्छ, इन्जोय। रानीको त चेन्ज पनि गर भनिसक्यो नि त। राजाको आयो नि त। रानीको चाहिँ अब एलिजाबेथ। Yes, very like. ए आउनु भएको है पहिले नि? म त हाम्रो फर्स्ट टाइम म उसले ल्याउने भन्थे पहिलेबाट। जाडो हुँदाखेरि खासै राम्रो हुँदैन कि। समयमै ठिक हुन्छ। अनि होइन हामी सेन्ट्रल लन्डन गएको थियौँ दुईजना, चिसोले अहिले घाम पनि लगाएको छ। अनि यहाँ हामी हुनुको फर्स्ट कारण भनेको चाहिँ मेरो बाउ है। अझ मेरो बाउ मर्नु भएको चाहिँ 28 वर्ष पुगेर 29 वर्ष लाग्नुभयो। अनि म चाहिँ 30 वर्षमा छु अहिले। मलाई चाहिँ मेरो अनि मेरो मम्मी हुनुहुन्छ। अनि एलिजाबेथ रानीको देशमा चाहिँ कर्म गरेर चाहिँ हामी यो ठाउँमा छौँ है त साथीहरू। अब यता कतापट्टिबाट चाहिँ छिर्ने हो? आज चाहिँ हामी पनि सुरुमा होइन 2019मा आउँदाखेरि चाहिँ एकछिन मात्रै आएको थियौँ कि। अब त्यतिखेर हामी नयाँ थियौँ होइन। अनि हामी पनि अक्टोबरमा आएको नि त। अनि कति नोभेम्बर कि डिसेम्बरमा ल्याउनु भएको थियो। अनि एकछिन मात्रै क्या। अब त्यतिखेर हामीलाई केही पनि थाहा पनि थिएन। अब टक्क ट्रेन चढ्यो अनि उहाँहरूले ल्याउनु भयो होइन। अब अनि के भन्छ, चाइना टावरमा गएर खाने भनेको होइन? के खुवाउनु ल? अस्ति हाम्रो मम्मी अस्तिदेखि छुटेको छ खानेकुराहरू। अस्ति नै पनि हामी आएका थियौँ, हाम्रो खाने अब भनेर भरे उल्टो चढाएर फेरि हामीलाई घरै पुऱ्याइदियो। अनि मैले मिठो खाना खुवाएन त। अनि गोल्डन सिपमा लगेर अनि नेपाली फुड खाएँ। गोल्डन सिपमा धेरै राम्रो छ, तपाईँहरू पनि आएर खानु होला। म चाहिँ राम्रो लाग्यो, धेरै राम्रो लाग्यो त्यहाँ। अनि मलाई चाहिँ म चाहिँ चाउमिन लभर हो। मलाई चाउमिन धेरै मन पर्यो है। चाउमिन एकदम मिठो छ। यता यस्तो छ। अब यो आउँछ। फोटो खिच्ने ठाउँ यो विशेष गरी यत्रो पार्क छ है। अनि कताको के चाहिँ यो रोडमा चाहिँ गाडी कुद्दैन कि? हामी एकछिन यता पस्छौँ न। अनि के भन्छ, फोटोहरू अलिअलि खिचेर चाहिँ नि। यो रोडमा चाहिँ मान्छे मात्रै हो कि? मान्छे मात्रै रहेछ नि। यस्तो छ नि त नि। यहाँको दृश्य चाहिँ यस्तो छ। यो चाहिँ
एकदमै पपुलर ठाउँ हो। हजुर अब रानीको दरबार डक्कै यहाँ चाहिँ अब फोटोहरू खिच्ने अनि यस्तो छ। अर्को अझै यताबाट छिरे गयो भने हिँड्ने हो त्यो। तर के भन्छ जहिले समर सैटरडे सन्डे चाहिँ अरू बेला त अलिक यस्तो हुँदैन, मान्छेहरू धेरै काम गर्छ। आज सबै अफ हुन्छ आज। हामी चाहिँ नजिकमै एकदम नजिक यहाँभित्र चाहिँ राजा रानी बस्नुहुन्छ। तपाईहरु पनि हेरेर इन्जोय गर्नुहोस्। कताबाट खिच्ने हो फोटो? यताबाट खिच्ने होला। हामी चाहिँ फोटो खिच्ने कार्यक्रम भयो एकछिन, अनि फोटो खिच्यौँ अनि फेरि लाग्दैछ। मम्मीहरू कहाँ जानुभयो? अब चाहिँ हामी जाँदैछौँ। हामी निक्लिन लागेको यस्तो छ। यो वरिपरि नै यस्तै गेट मात्रै छ है। यस्तो छन्। अब सर एकचोटि हेरेर चाहिँ अनि सँगले यो रियल सुन्ने हो नि है? रियल सुन्नु हो होइन। टिकटक पनि बनायौँ अनि फोटो पनि खिच्यौँ। अनि अब हेर्नुहोस् यत्रो ठुलो पार्क छ है, यहाँ चाहिँ धेरै ठुलो छ। अनि अब हामी चाहिँ फर्किने चाइना टावर। अब सबैजना चाहिँ आफ्नो उयोहरू लिएर पिछ्याउनेहरू लिएर चाहिँ अनि टक्क मलाई चाहिँ टिकटक बनाएको छु कि धेरै साथीहरू, त्यही भएर अनि मम्मीहरूले चाहिँ मलाई वेट गर्नुभएको कि। अनि अब हामी चाइना टावर चाहिँ मायालाई भेट्नलाई मनको प्यास उइसँग मेट्नलाई यहाँ चाहिँ आर्ट गरेर यसरी राख्दो रहेछ। अनि यो चाहिँ अब मन पर्यो भने हामीले सेल गर्नु पाउने होला नि त होइन। टक्क घरमा लगेर नि राख्ने। यस्तो राम्रो रहेछ। सबैभन्दा राम्रो यो लाग्यो मलाई। यस्तो राम्रो यस्तो गर्दो रहेछ। हामी चाहिँ अब सलगढी टाउन आइपुग्यो, घर आइपुग्यो। आजको घुमाइ एकदम राम्रो भयो।